लाएर हामी चाहिँ यहाँ कहाँ महालक्ष्मी धानको जाममा छौँ होइन। आजको यात्रा हाम्रो सफल रहोस्। हाम्रो चाहिँ यात्रा भनेको चाहिँ दुप्चेश्वर महादेव नुवाकोट। अब पानीले नपिटोस् भनेर हामीले चाहिँ अब पानी पर्छ भन्ने थाहा भए पनि हिँडिरहेको छु। अब पानीले पिट्छ पिट्दैन त्यो चाहिँ अब परै पुगे साउन छ। हेलो गाइज, सबैजनालाई नमस्ते अनि नमस्कार है। स्वागत छ मेरो नयाँ भ्लगमा। बिस्तारै गङ्गापु यो बाट चाहिँ टोखा जाने बाटोतिर छिर्छौँ। अनि हाम्रो टोखाबाट लगभग आधीदेखि नै 1 घन्टाभित्रमा हामी दुप्चेश्वर महादेव मन्दिर पुग्नेछौँ। कति लाग्छ? मैले 1-1.5 घन्टा त भनेर 1.5 घन्टा त पुगिन्छौँ। त्यति स्लो पनि चलाउँदा त हामी। अब योभन्दा अगाडि यहाँबाट हो र यात्रा अगाडि बढिरहेछ। यस्तै हो यहाँबाट चाहिँ जस्तो लाग्यो है मलाई। टोखा नगरपालिका हार्दिक स्वागत गर्दछौँ भनेपछि यहीँबाट हो। एउटा सर्टकट छिर्यौँ। अब चाहिँ हामी यहाँबाट भ्यालीबाट बाहिर निक्लिसक्यौँ। दुप्चेश्वर महादेवतर्फ यो बाटो एकदम सुन्दर, चिसो मौसम। काठमाडौँको एउटा भित्ताको डिलमै आइसक्यौँ है हामी चाहिँ। दामी जङ्गल यार। राष्ट्रिय निकुञ्ज भागाउने खालको छ है बाटो चाहिँ। पनि राष्ट्रिय निकुञ्ज छ नि। अघि हामी वहाँ गएको थियौँ नि बागदार, त्यही हो यो। कलाएर अब हामी लगभग आधी जति बाटो त आइसक्यौँ है। आधी नै आएन लाएर है। दुप्चेश्वर महादेव मन्दिर। दुप्चेश्वर महादेवले सबैको रक्षा गरून्। जाने बाटो चाहिँ एकदम सोलिड पारामा छ। टर्निङ अलि सानो टर्निङ छ। एकदम राइटमा हुँदा तपाईँहरू पनि याद गर्नु होला। बाइकमा स्कुटरमा आउँदै हुनुहुन्छ भने। तर बाटो चाहिँ भगवान छ, उकालो छ सबै। होला नगरपालिका हुँदैन। यहाँ दुप्चेश्वर महादेव चाहिँ आइपुग्यौँ होइन। झक्क यहाँ आइपुग्नु साथै पानीले चाहिँ मस्त पिडिरहेको छ। अनि हाम्रो यहाँ ठ्याक्कै हामी भिज्न चाहिँ पाएनौँ। हाम्रो बाइक गुरु कस्तो भइरहेको छ है। तर हामीलाई एकदम साथ दिएको हो कि अहिलेसम्म पानी परेको थियो बाटोमा भिजाएन। यहाँ आउनु जाँदै त हो नि। पानी यति परिरहेको छ। दुप्चेश्वर महादेवको दर्शन गर्न आएको कि पानीले पिटेरै आज धोकिहाल्नु। यहाँ चाहिँ के हाइडो बनाउनु लाग्यो क्या कुरो हेर्नु त। पुल हो? पुल होइन होला हौ। खै त पानी चाहिँ यस्तो खतरा पऱ्यो। किन यो दुप्चेश्वरको यो चाहिँ पुल तर्ने ठाउँ हो। मस्त पारामा झर्ना। ल जाउँ यार। हेलो गाइस, हामी चाहिँ भेट्दै पनि माथि जान लागिरहेका छौँ। यसो गर्नु पऱ्यो क्या, मान्छे भिजेर केही छैन, मोबाइल भिज्नु भएन। ल आम्मा दुप्चेश्वर महादेव मन्दिर आएको कि पानीले पिटेर हालत बनाइसक्यो।
पुरै पारिपट्टि हेर्नु होला खोला बढेर यस्तो भइरह। अब हामी यहाँबाट अब हामी एकैछिनमा पुग्नेछौँ। पुल हो घर पनि बाटो हल्का हल्का भिज्दै भिज्दै अब नुहाउनु पर्दैन नि त होइन। यो चाहिँ झोलुङ्गे पुल हो र। ल पूजा एउटा है। यो चाहिँ झोलुङ्गे पुल। माथि चाहिँ दुप्तेश्वर महादेव। दुप्तेश्वरको बोटै देखिरहेको अलिकति माथि गएर त हेर्नु खोला आउन सक्ने सम्भावना प्रबल छ ल नि। पुरै होइन पुरै ओर्लेर हडहडाएर मन बढाएर पानी आएर मजाले तर ओइ मोबाइल झर्लाई झरे नि यहीँ तल त हो पानीमै त हो होइन। यार नभिज न। दुप्तेश्वर महादेव की जय। हर हर महादेव। पानी परेर भिजेर ल्यायो। जानुपर्छ दुप्तेश्वर महादेवको। यसो छाता चाहिँ सही बनाएको तर पानी परेर आज अलिक गाह्रो हो। यात्राको क्रममा अब आज रमाइलो हुँदैछ। बिचमा हल्का पानी परेर समस्या देखायो। केही पनि केही छैन। तपाईँ सिसिटिभीको निगरानीमा हुनुहुन्छ हो। म त्यही भएर यहाँ मोबाइल अन गरिरहेको छु। फेरि वाइफाई उता खोला चाहिँ पानी परेको कारणले अलिक गडबडाएर आइसक्यो। हाइड्रो पावर प्लान्टमा चाहिँ हाइड्रो निकाल्न आएर रहेछ। हर हर महादेव। हर हर महादेव। एकदम पहाडमा भित्ता छिँडेर हो। अब कहाँ राख्नु खोलेर नेपाली राइडर्स क्यालिफोर्निया। कहिले काहीँ हामी पनि यसो घुम्न गएकोमा अलिअलि बनाउँछौँ। मेरो चाहिँ पिकेएस ब्लग। हजुर ओके। तपाईँको मैले यहाँ भिडियो नाम म गरिरहेको छु घरमा गएर। ओके ल ओके ल ओके। हामी के पिकेएस पिकेएस हाम्रो भर्खर सुरुवात हो। ल हामी अब दर्शनतिर लाग्यौँ। ल हजुरको पनि ल अहिले बाटोतिर भेटौँला बिस्तारै हिँड्नुभयो भने। सो अब चाहिँ हाम्रो दर्शन यात्रा सुरु भइरहेछ। टक्क लाएर यो चट्टान मुनिबाट चाहिँ होइन टक्क पानी चाहिँ कस्तो रमाइलो भइरहेछ कि हल्का पानी परेर मात्रै डिस्टर्ब गरे हो कि। ढाडकम्मा दुखेको ठाउँ निको हुने। ओ यहाँबाट सिर्ने होइन। अस्ति मैले कहाँ देखाएको थिएँ। ढाड कम्मर दुखेको निको हुन्छ यहाँबाट यसरी घोप्टो परेर हिँड्यो भने चाहिँ। अब गुरु जानु म चाहिँ यहाँ पछि पछि कस्तो चिप्लो छ यार। आम्मामामामामा यहाँबाट चिप्ल्यो भने त ढाड खुस्किन्छ हौ। मेरो चाहिँ हल्का ढाड दुख्ने समस्या छ कि आजबाट चाहिँ चट हुन्छ अब। ए लास्टै चिप्लो चाहिँ चिप्लो रह ढाड खुस्किन्छ। यहाँ चाहिँ माथि चप्पल ओ खतरा चिप्लो रहेछ कि। चिप्लो चाहिँ ढाड कम्मर दुखेको निको हुने हो कि अहिले चिप्ल्यो भने ढाड कम्मर खुस्केला भने डर। सो अब यहाँबाट चाहिँ अलिकति समस्या भइरहेको जस्तो छ मलाई नि। आमा पानी पस्यो। सो अब पानी हरारी परिरहेको ओह्रालमा झर्दैछु म। सो पानीले त रमाइलो भइरहेछ होइन त। ल आउन भिज्यो यार। अलिअलि भिज्यो।
अब यत्तिकै भिज्दै तल चढ्नु। हेलो मोबाइल जोगाउँ ल पानीबाट। यति हो यहाँ फेरि अर्को यस्तो आयो कि यहाँबाट फेरि यस्तो छ, यस्तो बार छ कि खै म माथिसम्म देखाउँछु। यस्तोबाट घुमेर माथिबाट जाने हो। यता देब्रे भयो यताबाट। हेलो, हामी त दुप्तेश्वर महादेव मन्दिर आइसकेको छौँ। अब पूजा गर्ने क्रम। अब काठमाडौँबाट आउँदै हुनुहुन्छ भने पूजा सामान चाहिँ आफैले लिएर हुनु ल, लास्ट महँगो यो चाहिँ जानकारी गर्न चाहन्छु। बार्गेनिङ गर्नु हुन भनेर यो 2-4वटा फुल्ला एउटा मालाको 500। अघि 900 भन्दै हुनुहुन्थ्यो। यहाँ चाहिँ अलिकति हामीले रुमाल चाहिँ ल्याएन, मन टिसु नल्याएको कारणले गर्दा 500 रुपियाँ पऱ्यो। हर हर महादेव पर्छ। ए डट बाइक हो, ठिकै छ त। अब राइडरहरूको त प्रायः अनि राइडरै थरे अनि यो चेपबाट चाहिँ छिरेर हिँड्नुपर्ने छ। सो अब हाम्रो गुरु जाँदै हुनुहुन्छ, मेरो आत्मीय मित्र सन्तोष सुवेदी। उहाँ चाहिँ अब बिहानदेखि भोकै बसेर अहिले पूजा गर्दै हुन्छ। 12 यहाँ अहिले चाहिँ 1-2 बजिसक्नु, 2 बज्नु आइसक्यो। हामी एकदम घरबाट हिँड्यो, त्यही माथि पानी परेर हामी तल 1 घन्टा जति बस्यौँ। सो गुफा टाइपको। सो यस्तो छ बाटो चाहिँ लास्ट उकालो क्या, यहाँबाट चढेर जानुपर्छ। अब केही छैन है। यो ओडार मार्फतबाट हामी चाहिँ यस्तो खतरा बाटो छ क्या, पुरै ठाडै उकालो छ। ल यो उकालो ल महादेव स्थान मन्दिर। महादेवजी त जहाँ पनि अप्ठ्यारो ठाउँमा आएर बस्नु हुने डाँडातिर। दुप्तेश्वर महादेव मेन मन्दिर चाहिँ माथि छ। हजुर यहीँबाट पिल्ली फैल्किसक्यो हाम्रो है। ल हामी सही बाटो आएर नि, बाटो त सही हो तर बोलेन नि बत्ती। यसो गर्न मिल्छ, कोही त्यो सल्लाह चाहिँ दिन्छ मलाई। त्यो बत्ती पो बाल्नु हुँदा सल्लाह त त्यहाँबाट लिनु भइहाल्छ नि त। दाइको छिटो बिहे होस्, दाइको बिहे खान पाइयोस् दाइको है। ल यो धुप घुमाउनु लाउनु, त्यसले त्यहीँ बत्ती त्यहीँ राख्नु। बलो छ ल प्रभु रक्षा गर्नु, मेरो नि कल्याण गर्नु, मेरो सहित सधैँ उहाँको पनि बेलैमा कल्याण होस् भन्ने कुरो सबैको कल्याण होस्। हेलो गाइस, अहिले चाहिँ हामी 2जना मात्रै आएको छौँ। भोलिपर्सि उहाँहरू 2जना आउनुहुन्छ भन्ने कुरा हुन्छ है। गुरु त्यो छाता बोक्नु त। ओ प्रभु कडक भेटिआएर छ नि त सर लाएर चाहिँ। अब हामीले पूजा पाठ सकिसक्यो।
माथि मेन दुप्तेश्वर महादेवको चाहिँ दर्शन सकिसकेपछि हामी अब फर्किने तर्खरमा छौँ। माथिको यहाँ फोटो लिनु अलिकति भएन? छोटो छोटो लिएको छ, तर त्यस्तो क्लियर आएन पानीले गर्दाखेरि। भिडियो लिनुको भिडियो पनि ल्यायो तर क्लियर छैन। मेरो साथमा हुनुहुन्छ मेरो आत्मीय साथी सन्तोष सुवेदी गुरु। अहिले चाहिँ अब हामीले चाहिँ तपाईँहरूको लागि पनि केही आशीर्वाद मागिदिएका छौँ। हेरिदिनु होला भिडियोलाई, च्यानल सब्सक्राइब गरिदिनु होला। सो अब आज हामी चाहिँ दुप्तेश्वर महादेवको यो दर्शन सकिसकेपछि ओह्रालो झर्छौँ। त्यहाँपछि हामी चाहिँ खाजासाजा खाएर अनि फेरि बाटोतिर लाग्नेछौँ। आज पानी परेको कारणले बाटो हल्का चिप्लो भएर हामी यहाँ बिस्तारै जान्छौँ, अब त्यस्तो हतार गर्दैनौँ। पहिला तल गएर अब हामी खाजा खान्छौँ। यहाँ हामीले फोटो खिच्ने भनेको यहाँ लास्टै भिडियो छ, हामी यहाँ फोटो खिच्दैनौँ। यहाँ कम्ती झर्नु ए तन्काउँदा गुरु त डन्डी तानु न यार, तर तानु। अब हाम्रो यात्रा यो चिप्लो बाटोमा लडीबारी हरिओम अब हाम्रो भन्ने कुरो ओह्रालो झरिसक्यौँ। पुरै यहाँ चाहिँ गुरु चाहिँ पानीले भिजेर यो ओडारबाट छिर्नु पर्छ। छाता कामै छैन क्या फेरि। यो छाता चाहिँ पुरै डिस्टर्ब गरिरहेछ। अलि बाटो चाहिँ अप्ठ्यारो छ अलि। हर हर महादेव, हर हर महादेव, हर हर महादेव, हर हर शम्भो। छुट आधी खोला उर्लेर आएको, पुरै पानीले धोबी हानेको। दुई चारवटा कपडा लाउँदा पनि पुरै भित्रसँग चिसो बनाइदियो। आन्द्रादेखि भुँडी सबै दुप्तेश्वर महादेव की जय। हाम्रो यात्राको जय। एकदमै मेरो चाहिँ म यहाँ अनुहार त यति राम्रो अनुहार देखाउनु परेन ब्रो। अब एउटा